नमस्ते, म सकल। म सुरुमा कोरिया आउँदाखेरि एकजना नागरिकलाई भेटेँ र उहाँले भन्नुभयो ब्याङ्क अकाउन्टमा धेरै पैसा राख्नु हुँदैन है भन्नुभयो। अनि मैले चाहिँ त्यो बेला त्यस्तै छलफल गर्ने, डिस्कस गर्ने, त्यो उहाँसँग अलिकति राम्ररी डिपली बुझ्ने टाइम त्यति भएन। छोटकरीमा त्यति मात्र भन्नु। अनि मैले नि किन कसो भन्ने मैले नि सोध्न टाइम भएन पनि, सोधिनँ पनि। पछि बुझ्दै जाँदा चाहिँ के रहेछ भने कोरियाको कानुनले चाहिँ, ब्याङ्किङ कानुनले चाहिँ यदि ब्याङ्कहरू तपाईँसँग जति पैसा भए पनि त्यही तपाईँको ब्याङ्क कोल्याप्स भएन भने त त्यो केही फरक परेन। यदि ब्याङ्क चाहिँ केही कदम कदाचित कोल्याप्स भयो र ब्याङ्कको अस्तित्व चाहिँ समाप्त भयो भने चाहिँ ब्याङ्कले चाहिँ तपाईँलाई क्षतिपूर्ति स्वरूप 5 करोड वनसम्म तपाईँलाई दिने रहेछ। यदि तपाईँसँग त्यो ब्याङ्कमा जति पैसा राखे पनि 5 करोडदेखि बढी भयो भने चाहिँ तपाईँले पाउनुहुने रकम भनेको 5 करोड वन मात्र हो। त्यही भएर कोरियामा चाहिँ यदि तपाईँसँग पैसा थुप्रो भयो भने फरक फरक ब्याङ्कमा खाता खोलेर 5 करोडदेखि मुनि अर्थात् 5 करोडभन्दा पनि कम राखेर यदि ब्याङ्कले दिने ब्याजसहित जोड्दाखेरि 5 करोड होस्, त्यो अनुपातमा मात्र ब्यालेन्स गरेर ब्याङ्कमा राख्नु भन्दो रहेछ। यो चाहिँ कदम कदाचित केही गरी ब्याङ्क कोल्याप्स भयो भन्ने अवस्थामा आफ्नो रकम नगुमाउनको लागि यो चाहिँ एउटा तरिका रहेछ। यो चाहिँ कोरियामा चाहिँ यदि ब्याङ्कहरू कोल्याप्स भयो र तपाईँले क्षतिपूर्तिको गर्नु मागको आह्वान गर्नुभयो भने तपाईँलाई तपाईँकोमा भएको रकम र तपाईँको पाउनुहुने ब्याजसहित टोटल जम्मा 5 करोड वनसम्म तपाईँलाई क्षतिपूर्ति स्वरूप तपाईँले प्राप्त गर्नुहुनेछ। यो भने 5 करोड वन ब्याङ्क कोल्याप्स हुने बित्तिकै 5 करोड वन पाउने चाहिँ होइन कि यदि तपाईँसँग म्याक्सिमम पैसा छ भने 5 करोड वन मात्र पाउनुहुनेछ भन्ने हो। तपाईँसँग 5 करोड वनदेखि तल छ भने त जति छ त्यति तपाईँले पाउनुभयो। 5 करोडदेखि माथि टन्न राख्नुभएको छ भने त्योदेखि माथि चाहिँ तपाईँले पाउन सक्नुहुने छैन। त्यो चाहिँ तपाईँहरूले गुमाउनु हुनेछ। तपाईँहरूलाई क्षति जम्मा 5 करोड वन प्राप्त गर्नुहुनेछ र त्यो अनुसार ब्यालेन्स सन्तुलित गरेर बरु तपाईँसँग पैसा टन्न भयो भने फरक फरक ब्याङ्कहरूमा डिपोजिट गरेर राख्नु भनेर यहाँ चाहिँ ब्याङ्किङ विज्ञहरूले सुझाव दिने रहेछ। हस्त, धन्यवाद।